ल साथीभाइहरू हामीहरू यहाँनिर अहिले यो टिभी बक्स बनाइसकेका छौँ। यसरी यो चाहिँ पछि वाल लाएर चाहिँ यसरी राखेको हुनाले चाहिँ यो पाइप यहाँ माथि यहाँनिर छ। यो चाहिँ माथि यो बिममा छ, त्यहाँबाट चाहिँ हामीले पछि यो प्लास्टर गरेर पछि चाहिँ यो बत्ती फिटिङ तारहरू हाल्दाखेरि पनि हामीले पाइप हालेर फेरि तल यो डिबी बक्समा राख्छौँ। र यसरी हाम्रो यहाँबाट तल हामीले यो एउटा कोठाको लागि चाहिँ मेन लाइन अनि स्विच हामीले यहीँ तलबाट लाने विचार गरेका छौँ। र यसरी सारा र यहाँ चाहिँ स्विच छ, यो स्विच बक्सको लागि राखेको यो हामीले। र यहाँबाट चाहिँ हामीले तीनटा पाइप लगेको छौँ, एउटा मेन लाइन र एउटा स्विचको लागि र एउटा हाम्रो प्यासेसमा सानो प्यासेसमा एउटा स्विच छ, बत्ती छ दुईटा, त्यसको लागि एउटा पाइप छुट्टै लगेको छौँ। र यसरी यो उताबाट लगेको छौँ, यो चाहिँ पार्किङ। त्यसपछि हाम्रो साथीहरू काम गर्दैछन् यसरी। हाम्रो भान्जो काम गर्दैछ। त्यसपछि यो पार्किङको स्विचको लागि यहाँ हामीले खोलेको छौँ तल पावर सकेट। यो पार्किङको लागि स्विच चाहिँ त्यहाँ माथि राखेको छौँ हामीले, किनकि पछि वाल लागेको, पहिला पिलर हालेर चाहिँ पछि वाल लागेको कारणले यो त्यस्तो भएको। नभए पहिले नै पाइप सरर हाम्रो यहाँ आउँथ्यो, त्यो कारण चाहिँ नआएको। र यसरी हामी भित्र पस्यौँ र यो भित्र यो रुममा पनि लगभग त्यही नै हो, हामीले त्यही सिस्टम गरेका छौँ। किनकि यो वाल पछि लागेको कारणले यहाँ चाहिँ यो हाम्रो माथि बिममा पाइप हामीले ढलान हुन अगाडि राखेका छौँ। र त्यहाँबाट हामीले यो रुमको स्विचहरू र मेन लाइन डी बक्सबाट मेन लाइन त्यहाँ एउटा आएको छ। र यो रुमको चाहिँ एउटा मेन लाइन के अरे स्विच पाइप त्यहाँ आएको छ। त्यस कारण यसरी वालबाट हुँदै तल त भुइँ सर्ट हुँदै भुइँबाट यसरी लगभग यो रुमको स्विच अनि यो रुमको स्विच, त्यसपछि टोयलेटको लागि र यसरी। अनि त्यसपछि यसमा पावर सकेट पनि यसरी राखिसकेका छौँ। र यसरी अब हामी अर्को रुममा जान्छौँ। यो चाहिँ प्यासेजको लागि स्विच हो, 3x3 को बक्स राखिसकेका छौँ। यो भित्र चाहिँ मसला पस्छ भनेर यो हामी प्लास्टिक खाँदेका छौँ। र यसरी वहीँबाट चाहिँ हामीले स्विच यो रुमको लागि पनि यो अर्को रुमको लागि पनि यसरी राखेका छौँ। तल पावर सकेट र यो रुमको लागि माथि सिलिङमा बत्ती भइहाल्यो। त्यसपछि यतापट्टि पावर सकेट बस्छ। त्यसपछि यो प्यासेजबाट हामी फेरि यो रुममा यो लिभिङ रुम छ, यहाँ चाहिँ हामीले नेटको तार, त्यसपछि नेटको लागि मेन लाइन चाहिन्छ, पावर सकेटको लागि हामी यहाँ झार्ने विचार गरेका छौँ। र यसै गरी यो किचन, यहाँ पनि हामीले वालबाट यसरी तल झारेर पाइप भुइँबाट यसरी यहाँ चाहिँ यो चाहिँ किचन हो। र यसको स्विच यहाँ, पावर सकेट यहाँ, त्यसपछि यो फ्रिजको लागि यो कुनामा। र यस पश्चात फेरि यो देख्नुभएको यो सानो ठाउँमा यहाँ वासिङ मेसिन राख्नु भन्दै हुन्थ्यो। त्यो वासिङ मेसिनलाई हामीले यहाँ धाराको लागि पोइन्ट र पावर सकेटको पोइन्ट पनि यतातिर राख्छौँ। यसरी यो रुमको बत्तीको वायरिङको लागि पाइप रेडी हुँदैछ। यो चाहिँ किचनको लागि हो काटेको। र यसरी यो चिम्नीको लागि यो
काटेको र यहाँ चाहिँ पावर सकेट हामी राख्दैछौँ मिस्त्री भाइहरूले यसरी काम हुँदैछ ल त्यसै गरी नि यहाँहरूको घरहरूमा अफिसहरूमा कहीँ काम गर्नु परेमा हामीलाई सम्झनु होला सस्तो अनि सुलभ रूपमा यहाँहरूलाई सर्भिस दिनेछौँ। धन्यवाद।